उच्च अदालतको आदेशपछि रासपा सभापति रवि लामिछाने पक्राउ। रवि लामिछानेले आज विमान मार्फत भैरवा लगिने। चैते दशैं पर्व आज मनाइँदै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच थाइल्याण्डको राजधानी बैंककमा भेटवार्ता। भारतीय प्रधानमन्त्रीसँगको भेटघाटपछि नेपालका प्रधानमन्त्री ओलीको प्रतिक्रिया भेटवार्ता सार्थक र रचनात्मक रह्यो। तीनकुनेमा प्रदर्शनको अनुमति नदिन सरकारलाई संसदीय समितिको निर्देशन। सशस्त्र प्रहरीका महानिरीक्षक भन्छन् पटक पटक खोज्दा पनि पत्रकार रजक भेटिएनन्। राजनीतिमा आउने हल्लाबारी कुलमानको प्रतिक्रिया कुनै पनि जिम्मेवारी लिन तयार छु। लोड सेडिङको अन्त्य चमत्कार होइन, इमानदार प्रयास मात्रै गरेको कुलमानको प्रतिक्रिया। सरकारले बोलाएको वार्तामा शिक्षकहरू सहभागी भएनन्। सरकारद्वारा वार्ताका लागि पुनः आह्वान। तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित भएको गृहमन्त्री लेखकको प्रतिक्रिया। रघुजी पन्त भन्छन् तीनकुनेमा भएको घटना पूर्व राज्यको उस्काहाटमा भएको सफ्टको हो। सरकार विद्युत प्राधिकरण र गभर्नरको मात्रै पछि लागेको माओवादी नेता हितराज पाण्डेको आरोप। सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरूलाई सांसदहरूको चुनौती। राजावादीको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न न्यून बल प्रयोग गरिएको सशस्त्र प्रहरीका महानिरीक्षकको भनाई। म्याद नागेका अश्रु ग्यासहरू प्रयोग नभएको आइजिपी दीपक थापाको दाबी। मानव अधिकार आयोग भन्छ नवराज सुवेदीलाई बिना पुर्जी घरमै सुरक्षा घेराभित्र राखेको पाइयो। तीनकुने काण्डपछि राजावादी समूह तितरबितर पर्साईलाई कमान्डर बनाएकोमा चर्को असन्तुष्टि। प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन समितिले सरकारलाई निर्देशन दिनुपर्ने महानिरीक्षक अर्यालको भनाई। तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्याउन मानव अधिकार आयोगको आग्रह। काठमाडौँ महानगरपालिका कर्मचारीले सोमबार तलब पाउने प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक। तीनकुने घटनाबारे राप्रपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण। सक्रिय राजसंस्थाको एजेन्डा बोक्नेलाई बहुलाको संख्या दिँदै राप्रपा उपाध्यक्ष भन्छन् अभिभावकको रूपमा मात्रै राखौं। प्रदर्शनकारीहरूले सिंहदरबार संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरिएको प्रहरीको दाबी। राजा महाराजा बन्न खोजेको भन्दै सीके राउतले गरे उपाध्यक्ष शाहलाई निलम्बन। लोपोन्मुख राउटे समुदायका बालबालिकाको शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग। निर्मल निवासले कमान्डर बदल्यो, सरकारले विवेक पुर्याएन सांसद राई। संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले चैत्र 24 देखि 30 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गर्ने। वायु प्रदूषण बढेसँगै काठमाडौँका उपत्यकाहरूमा बिरामीको चाप बढ्यो। भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे। 25 चैत्रमा उद्घाटन हुने। बँदेल मार्न थापेको धरापमा परि रौतहटमा एक महिलाको मृत्यु, 2 जना पक्राउ। जाजरकोटमा 5.2 म्याग्निच्युडको भूकम्प। सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड के छन् प्रावधान, हेर्नुहोस् आजको समाचारमा। अमेरिकी सामानमा 34% भन्सार कर लगाउने चीनको निर्णय। अमेरिकामा सयौं विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश छाड्नको लागि आदेश। अमेरिकाले अत्याधिक कर वृद्धि गरेपछि जापानका प्रधानमन्त्री भन्छन् राष्ट्रिय संकट निम्तियो। ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै शेयर बजारमा 5 वर्ष यताकै ठूलो गिरावट। लागू औषध मामिलामा पक्राउ परे क्यानाडाका क्रिकेट टोलीका कप्तान कृतन। आणविक सम्झौतामा इरानसँग प्रत्यक्ष वार्ता गर्ने ट्रम्पको चाहना। पेन्गुइन र सील मात्रै बस्ने टापुमा समेत ट्रम्पले लगाए अतिरिक्त महसुल। नेतन्याहुको भ्रमण अघि हंगेरीद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग्ने घोषणा। दक्षिण कोरियामा अदालतले राष्ट्रपति हटाउँदा जनतामा खुसी र निराश दुवै। र स्वास्थ्य जानकारीमा सर्पको टोकाइबाट बच्ने 10 उपाय, टोकिहाले के गर्ने लगायत देश विदेशका 35 महत्त्वपूर्ण खबरहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्री अन्त्यसम्म हेरिदिनुहोला। शुभ प्रभात। इन्साइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2081 साल चैत्र महिनाको 23 गते शनिबार, इस्वी सम्वत अप्रिल 5, 2025, चैत्र शुक्ल पक्ष अष्टमी तिथि। आज चैते दशैं, गोरखकाली पूजा। दर्शकबिन, सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आजको समाचार सुरु गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न प्रहरी उनकै घरमा पुगेको थियो। संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रासपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको थियो। लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरी टोली पुगेको थियो। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले उनलाई 1 करोड धरोटी माग गरेको थियो। उक्त आदेशप्रति चित्त नबुझेको भन्दै साधारण तारिखमा छाड्नुपर्ने मागसहित उच्च अदालत पुगेका थिए। यस्तो शब्द बोल्नुहुन्छ, अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ। यसको शब्द हैन सर, नो सर। तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर? यो भन्नु त। कल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही हैन त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ। अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ। त्यस्तो हुँदैन नि सर। त्यस्तो हुँदैन नि सर।
बोली त के सुधार सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने हैन अन्तिम इच्छाको अर्थ के हो देशा। शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरले आज मात्रै भैरवा लाने तयारी गरेको छ। आज विमान मार्फत भैरवा ल्याउने तयारी भइरहेको एक प्रहरी अधिकारीले बताएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतमा राखिएको थियो। संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रासपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटबल इजलासले थुनामा पठाउन शुक्रबार बेलुका आदेश दिएको थियो। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति 8:07 जाँदा 5.2 म्याग्निट्युडको भूकम्प गएको हो। भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जानकारी दिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा 4 नवरात्र पर्छन्। आषाढ र पौष्ल शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष्ल शुक्ल पक्षको नवरात्रमा पनि शक्तिका स्वरूपा देवीको आराधना गर्ने गर्छन्। आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडा दशैं भनिन्छ। बडा दशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ। चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमान ढोकाको दशैं घरमा भने घटस्थापना गरेर विधिवत रूपमा पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैं र नवमीको दिनलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रको रूपमा श्रीरामको जन्म भएकाले राम नवमीका रूपमा मनाउने गरिन्छ। बडा दशैं जस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद दिनका लागि हो। बडा दशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यहरूबीच जमघट हुने गर्छन्। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच थाइल्याण्डको राजधानी बैंककमा 35 मिनट एक्लै भेटवार्ता भएको छ। बैंकक स्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरिएन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरू अधिकारीहरू सहभागी भएका थिएनन्। नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फबाट विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट पार्न पनि दुई नेता छुट्टा छुट्टै बस्नु जरुरी थियो, प्रधानमन्त्री निकट स्रोतले भनेको छ। एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइस ब्रेक भएको थिएन। आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो। भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गर्नुभएको छ। ओलीले लेख्नु भएको छ, मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो। द्विपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ। यो आपसी विश्वासका लागि मेरो धन्यवाद। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले द्विपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन्। सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइड लाइनमा बस्दा द्विपक्षीय हितका विषयमा थुप्रै विषयमा कुरा भएको बताइएको छ। भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा पनि गर्नुभएको छ। मोदीले काठमाडौँ आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद समेत दिनुभएको छ। दुई नेताहरूबीच भएको कुराकानीको विस्तृत विवरण बाहिर आउन बाँकी छ। यद्यपि दुवै देशका विदेश मन्त्रीहरू बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन। पछिल्लो जानकारी अनुसार छलफलमा पारस्परिक रूपमा लाभदायक भएको छ। भारतीय पक्षले दिएको जानकारी अनुसार ओली मोदी भेटमा द्विपक्षीय सहयोग, विशेष गरी विकास साझेदारी, ऊर्जा, जनता बीचको सम्बन्ध र कनेक्टिभिटी लगायतका क्षेत्रमा बढावा गर्न केन्द्रित रहेको बताइएको छ। नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनु भएको छ। शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्याण्डको बैंककमा ओली र मोदी बीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा लेख्नु भएको छ, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी बीच भेटवार्ता सम्पन्न भयो। उहाँहरू बीचको आत्मीयता र सौहार्दपूर्ण भेटवार्ता अत्यन्तै सार्थक र सकारात्मक रह्यो। साथै उहाँले 1-to-1 भएको भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बनाउँदै खुसी व्यक्त गरेको बताउनु भएको छ। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै रिमालले भन्नुभयो, दुई प्रधानमन्त्रीको मात्रै उपस्थितिमा भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीयता बताउँदै खुसी व्यक्त गर्नु भएको छ। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत्र 24 गते आइतबार राम नवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिले तिनकुने आसपासका क्षेत्रमा सभा, धरना, विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ। समितिले तिनकुने घटनाका दोषी उप आवश्यक छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ। 15 चैत्रमा तिनकुने क्षेत्रमा राजवादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा धनजनको क्षति भएको थियो। त्यसबारे गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँगको छलफलपछि समितिले अब उक्त क्षेत्रमा कार्यक्रम आयोजना गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो। बैठकमा बोलेका सबै सांसदले तिनकुने संवेदनशील रहेकाले त्यहाँ प्रदर्शन आयोजना गर्न दिनु प्रशासनको गम्भीर कमजोरी भएको भन्दै आलोचना गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अति प्रज्वलनशील इन्धन भण्डारण केन्द्र रहेको तथा तिनकुने नजिकै संसद भवन, विभिन्न सञ्चार गृह रहेकाले पनि त्यस क्षेत्रमा सभा, धरना तथा प्रदर्शन आयोजना गर्न दिन नहुने सांसदहरूको जोड रहेको छ। समिति सभापति रामहरि खतिवडाले बैठकको अन्त्यमा निर्णय सुनाउँदै तिनकुने आसपासका क्षेत्रमा सभा, धरना, विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू गर्न अब अनुमति नदिन सरकारलाई निर्देशन दिनुभएको छ। खतिवडाले तिनकुनेमा गत 15 चैत्रमा राजवादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको पनि जानकारी दिनुभएको छ। संसदीय समितिले आगामी दिनमा त्यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाका लागि गम्भीरताका साथ अगाडि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ। समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तिनकुने घटनामा आगजनी भएको घरभित्र पसेर 2 पटक खोजी गर्दा पनि पत्रकार सुरेश रजकलाई नभेटेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महानिरीक्षक अर्यालले कोही नभेटेपछि टोली फर्किएको बताउनु भएको छ। 15 चैत्रमा राजवादी प्रदर्शनको क्रममा तिनकुने स्थित एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा त्यसभित्र जलेर एभन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले आगजनी गरेको घरभित्र पत्रकार रहेको सुनेपछि 3:47 नै मैले डीएसपीको नेतृत्वमा टोली पठाएँ। 3 तलासम्म सर्च गरियो, 4औं तलामा ताला लगाइएको थियो। कोही नभेटेपछि हाम्रो टोली फर्कियो, उहाँले भन्नुभयो। तला आएपछि माथि मान्छे छ भनेपछि हाम्रो टोली फेरि माथि हेर्न गयो र केही भेटेन। हाम्रो टोली फर्किँदा पनि निसासिएको अवस्था थियो। उहाँले त्रिशुली र नारायणी नदीमा डुबेर मृत्यु भएकाहरूको शव निकाल्न त सुरक्षा फौजले ज्यानको माया मार्ने गरेको भन्दै जीवितै मान्छे छ भन्ने थाहा पाएपछि उद्धार गर्न नजाने भन्ने प्रश्न नै नआउने भन्दै जिकिर गर्नु भएको छ। कार्यले घरभित्र छिरेर तोडफोड गरेपछि भिडियो खिच्न भित्रै पसेका पत्रकार रजक भवनमा आगजनी भएपछि बाहिर निस्किएका थिएनन्। उनी भित्रै रहेको भन्दै उद्धारका लागि प्रदर्शन स्थलमा रहेका अन्य सञ्चारकर्मी तथा एभन्यूज टेलिभिजन व्यवस्थापनले सुरक्षालाई पटक पटक आग्रह गरेको थियो। पटक पटक आग्रह गर्दा पनि घरभित्र गएर उद्धार नगर्दा रजकको उद्धार हुन नसकी ज्यान गएको आरोप सुरक्षाकर्मीमाथि लागेको छ। राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले समितिको विषय उठान गरेका थिए। त्यसको जवाफ दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले यस्तो बताउनु भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलो पटक शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लागेको आरोप बारे स्पष्ट पार्नु भएको छ। सँगसँगै घिसिङले राजनीतिमा आउन सक्ने केही सङ्केत पनि देखाउनु भएको छ, तर उहाँले प्रश्न खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने विषयमा भने जानकारी दिनु भएन। जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईँ पनि हुनुहुन्छ। तपाईँलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन्? घिसिङलाई एक सञ्चारकर्मीले प्रश्न गरे। जवाफमा उहाँले भन्नुभयो, एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु। उहाँलाई राजनीतिमा आउँदा कस्तो मोडालिटी प्रयोग हुन्छ भनेर पनि प्रश्न सोधिएको थियो, तर उहाँले केही खुलाउनु भएन। सञ्चारकर्मीसँग प्रश्न उत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाउनु भएको थियो। उक्त विज्ञप्तिमा पनि उहाँले घुमाउरो भाषा प्रयोग गर्दै भन्नुभएको छ, मेरो प्रतिबद्धता सधैँ जनताको सेवाप्रति समर्पित रहनेछ। राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यक पर्छ त्यहाँ योगदान दिन म सदैव तयार छु। आगामी दिनमा पनि यस्ता प्रहार आफूमाथि भइरहन सक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि उहाँले बताउनु भएको छ। साथै उहाँले वैदेशिक मुद्राको चाप परेको बेला हामीले विद्युत निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौं। निरन्तर घाटामा रहेको प्राधिकरण अरबौं नाफामा छ। हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं। प्राधिकरणले जनताको घर घरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो, उहाँले भन्नुभएको छ। सरकारले कार्यकाल बाँकी छँदै बर्खास्त गरेपछि घिसिङ सरकार विरुद्ध सर्वोच्च अदालत पनि जानु भएको थियो, तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलनको आयोजना गर्नु भएको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरू सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ। शुक्रबार सरकारका तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनु भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरू सहभागी भएनन्। कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब 1.5 घण्टासम्म पर्खिँदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुङ्ग्याएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभएको छ। उहाँले शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहनु भएको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआउनु भएको बताउनुभयो। उहाँले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन आह्वान पनि गर्नुभएको छ। सरकारले शिक्षकका मागहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरेर अगाडि बढ्ने उहाँले प्रतिबद्धता पनि जनाउनु भएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले केही दिनदेखि आन्दोलन गर्दै आएका छन्। बिहिबार साँझ पनि सरकारसँग शिक्षकहरूको वार्ता भएको थियो। शुक्रबार 3 बजे बस्ने गरी स्थगित भएको बिहिबारको बैठक हिजो भने बस्न सकेन। सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको छ। गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोज्ने प्रयास सफल हुन नदिने बताउनु भएको छ। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो। राजतन्त्रको पालामा कहिले पनि नेपाली जनतामा सार्वभौम सत्ता निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्ट्याउने बारे नसोच्न उहाँले चेतावनी दिनुभएको छ। जनतामा आक्रोश र असन्तुष्टि रहे पनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउनु भएको छ। उहाँले सरकारले चाहे जति राम्रा काम गर्न नसकेको स्वीकार समेत गर्नुभयो। साथै घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमै आगो लगाउने हो भन्दै प्रश्न समेत गर्नुभएको छ। साथै उहाँले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरू कुनै विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरूलाई यही व्यवस्थाको माध्यमबाट ठिक पार्दै लैजानुपर्ने उहाँको भनाइरहेको छ। साथै उहाँले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरू भएको बताउनु भएको छ। उहाँले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिए पनि निजी सम्पत्ति तोडफोड आगजनीमा उत्रिएको बताउनुभयो। साथै पूर्व राजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति फागुन 25 को प्रदर्शन तथा राजावादी नेताहरूले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले प्रदर्शनको नेतृत्व गर्नेहरूले नै भिडलाई हिंसात्मक र निजी सम्पत्तिमाथि आगजनी गर्न उक्साएको उहाँको आरोप छ। नेकपा एमालेका सांसद रघुजी पन्तले चैत्र 15 गते तीनकुनेमा भएको घटना पूर्व राजा ज्ञानेन्द्र शाहको उस्काहाटमा भएको सफ्टको भएको बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनु भएको हो। उहाँले तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताउनुभयो। साथै उक्त घटना संवैधानिक चरित्रको नभएको समेत उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दा पनि सरकार के हेरेर बसेको भन्दै प्रश्न गर्नुभयो। साथै उहाँले प्रदर्शनका कमान्डरले सार्वजनिक रूपमा हिंसात्मक अभिव्यक्ति दिएको भए पनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ। यो प्रदर्शनलाई सामान्य ढङ्गले लिएर छोड्न नहुने उहाँको जोड रहेको छ। यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री 5 को सरकार भनेर सम्बोधन गर्नलाई कारबाही गर्नुपर्ने उहाँको माग रहेको छ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटि भएको बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनु भएको हो। उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दियो भन्दै प्रश्न समेत गर्नुभएको छ। साथै उहाँले अराजक प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्नुभएको छ। उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने भन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र ब्याङ्कका गभर्नरको पछि मात्रै लागेको आरोप लगाउनु भएको छ। साथै उहाँले वर्तमान सरकार खाली सेटिङको पछि मात्रै दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गर्नुभयो। तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको के योजना छ उहाँको प्रश्न रहेको छ। उहाँले आन्दोलनरत शिक्षक, मिटर ब्याज पीडित र सहकारी पीडितहरूका समस्या समाधान गर्न समेत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले कुनै पनि आन्दोलनलाई सामान्य रूपमा लिन नहुने पनि बताउनुभयो। तीनकुने घटना राजनैतिक नभएर अराजनैतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसदहरूले सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन्। घटनामा कुनै पनि राजनैतिक क्रियाकलाप नदेखिएको सांसदहरूको भनाइरहेको छ। लुटपाट, आगजनी तथा हिंसक घटनाहरू भएकाले देशको दिशा कता जाँदैछ भन्ने निर्धारण गर्न सक्ने भएकाले सरकार संयमित हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। नेपाल समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तीनकुने घटनामा आयोजक
आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि हिंसात्मक गतिविधि गरेकाले सही नहुने बताउनु भएको छ। उहाँले राजतन्त्र अन्त्य गर्न विगतमा दलहरूले घोषणा गरेसँगै सशस्त्र विद्रोह गरेको उदाहरण दिँदै राजावादीहरूले व्यवस्था परिवर्तन गर्न खोजेका हुन् भने सशस्त्र विद्रोह गर्न चुनौती दिनुभएको छ। नेपाली कांग्रेसका सांसद सरिता पर्साईले देशमा राजनीतिक स्थिरता हुन लागेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताउनुभयो। उहाँले तिनकुने घटना मात्रै हेरेर सरकार चुप लाग्ने अवस्था नभएको बताउनु भएको छ। साथै उहाँले सहज अवस्था नभएकाले घटनाका बारेमा गृहमन्त्रीले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद अम्बिका बस्नेतले तिनकुनेमा भएको आगलागीमा मिश्रित प्रतिक्रिया आएकोले अन्यल छाएको बताउनु भएको छ। उहाँले घरको छतबाट प्रहरीले अश्रु ग्यास हानेकाले त्यस्तो अवस्था सिर्जना भएको भन्ने र प्रहरी छतमा गएको भन्ने प्रतिक्रियाले भ्रम सिर्जना गरेको बताउनुभयो। यस्ता भ्रमहरू समाधान गर्न सरकारले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने उहाँको भनाइरहेको छ। त्यस्तै नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विमानस्थल रहेको तिनकुने र सिनामंगल क्षेत्रमा सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले त्यस्तो ठाउँमा कार्यक्रम गर्न दिनु सरकार र सुरक्षा निकायको गम्भीर त्रुटि भएको बताउनुभयो। उहाँले गृहमन्त्रीलाई सम्भावित अराजनैतिक घटना हुन सक्ने सूचना भएर पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भएको छ। साथै उहाँले सुरक्षा निकायसँग सूचना लिन नसकेको हो वा सुरक्षा निकायको कार्यक्षमतामै ह्रास आएको हो भन्दै गृहमन्त्रीमाथि प्रश्न पनि गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले तिनकुने घटनामा धर्मगुरुहरू पनि संलग्न भएको भन्दै साधुको हातमा ढुङ्गा देखिनु हिन्दू धर्मका लागि पनि घाटा हुने बताउनु भएको छ। एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुर्गा पर्साईलाई घटनाको दिन प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएर किन छोडेको भन्दै प्रश्न गर्नुभयो। पर्साईलाई सरकारले तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने उहाँको भनाइरहेको छ। उहाँले घटना भएको दिन नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा प्रहरी तैनाथ गरिए पनि आफ्नो पार्टी एकीकृत समाजवादीको कार्यालयमा सुरक्षा दिन माग गर्दा पनि प्रहरी परिचालन नगरिएको बताउनु भएको छ। समिति बैठकमा सांसदहरूले जनप्रतिनिधि, सरकार तथा सुरक्षा निकायको जिम्मेवारी अनुरूप काम गरेर जनतामा निराशा सम्बोधन गरी यस्ता घटना हुन नदिन सचेत हुनुपर्ने बताउनुभयो। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तिनकुनीमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन न्यून क्षति हुने गरी आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताउनु भएको छ। राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा महानिरीक्षक अर्यालले सुरक्षाकर्मीबाट ग्यास गन लुटिएको, सञ्चार सेट लुटिएको, एम्बुलेन्स र दमकलमाथि समेत प्रहार भएको अवस्थामा न्यून बल मात्रै प्रयोग गरिएको बताउनु भएको छ। देशको सुरक्षा स्थिति कमजोर भयो भन्दै चर्चा गर्नुअघि त्यसको राष्ट्रिय सुरक्षामा पार्ने असरबारे बुझ्न पनि सांसदहरूले आग्रह गर्नुभयो। उहाँले सुरक्षा निकायका घाइतेहरूलाई अस्पताल लैजान समेत राजावादी आन्दोलनका प्रदर्शनकारीहरूले अवरोध पुर्याएको बताउनु भएको छ। प्रदर्शनमा सहभागी भएकाहरू सुरुमा नै सभास्थल नगइकन निषेधित क्षेत्र प्रवेश गर्ने गरी सुरक्षा निकायसँग भिड्न आएपछि स्थिति तनावपूर्ण बनेको उहाँको भनाइरहेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले म्याद नागेको अश्रु ग्यास प्रहार नभएको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै आइजिपी थापाले म्याद गुज्रिएका अश्रु ग्यासहरू प्रयोग नभएको बताउनु भएको छ। म्याद नागेको ननागेको विषय मलाई जानकारी भएन। समितिका सभापति रामहरि खतिवडाले म्याद नागेका अश्रु ग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भन्नुभयो, म्याद नागेका अश्रु ग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन। म्याद नागेका प्रयोग गरेका छैनौं। म्याद नागेका अश्रु ग्यास नष्ट गर्ने गरिएको छ। हामीसँग मौजातमा रहेको ग्यास मात्रै प्रयोग गरिएको छ उहाँले भन्नुभयो। राज संस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका निवर्तमान संयोजक नवराज सुवेदीलाई प्रहरीले बिना पुर्जी घरमै सुरक्षा घेराभित्र राखेको पाइएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। आयोगका सदस्य मनोज दुवाडीको टोलीले घरमै सुरक्षा घेराभित्र रहेका सुवेदीलाई भेट गरेको छ। सुवेदीसँग भेटपछि शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, निज सुवेदीलाई बिना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ। आयोगले 15 चैत्रमा राजावादी प्रदर्शनका क्रममा काठमाडौँको तिनकुने लगायत क्षेत्रमा भएका घटनाको अनुसन्धान सघाउन सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। चैत्र 15 को घटनाबारे मानव अधिकारको अवस्था र आयोगको भूमिकाबारे भइरहेको टीका टिप्पणीहरूप्रति ध्यानकर्षण पनि गराएको छ। विभिन्न टोलीहरू खटाएर घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीहरूका आधारमा विज्ञप्ति मार्फत आफ्नो प्रारम्भिक धारणा समेत सार्वजनिक गरिसकेको आयोगले जनाएको छ। घटनामा भएको क्षति र मानव अधिकारको उल्लङ्घनका विषयलाई लिएर आयोगमा थप उजुरी र जानकारीहरू समेत प्राप्त भएको भन्दै आयोगले घटनाको गम्भीरता र उजुरी समेतलाई मध्यनजर गरी घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन अनुसन्धान गरिरहेको जनाएको छ। त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परि घाइते भएकाको उपचार अवस्था बारे पनि विभिन्न अस्पतालमा पुगी आयोगले जानकारी लिएको छ।
काठमाडौँको 3 कुनेमा राजावादी सम्मिलित विरोध सभा हिंसात्मक भएपछि आन्दोलनका कमान्डर दुर्गा परसाई फरार छन्। राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई सुरक्षाकर्मीले घरमै कडा सुरक्षा निगरानीमा राखेको छ। त्यस दिनको हिंसात्मक घटनापछि राजावादी समूह कमजोर भएको विश्लेषण राजनीतिक वृत्तमा आइरहेको छ। राजावादी आन्दोलनले समर्थन गरेका बौद्धिक वर्गले पनि अभियानबाट हात झिक्दै आएका छन्। परसाई फरार रहेको र सुवेदी नजरबन्दमा परेपछि संस्कृतिविद डाक्टर जगमान गुरुङलाई समितिको संयोजक बनाइएको छ। यद्यपि समितिले अहिलेसम्म आगामी आन्दोलनको ठोस कार्यक्रमहरू सार्वजनिक गरेको छैन। समितिलाई नैतिक समर्थन गरेका राप्रपा र राप्रपा नेपाल पूर्व मन्त्री केशरबहादुर विष्ट लगायत समेत सन्तुष्ट देखिएका छैनन्। पूर्व राजा ज्ञानेन्द्र शाहको नजिक बन्ने दौडमा देखिएका राजावादी समूह दंगा भड्किएपछि तितरबितर भएका छन्। राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित 11 जना विरुद्ध प्रहरीले ज्यान विप्लव गरेको आरोपमा मुद्दा चलाएको छ। घटनामा संलग्न अन्य 56 जनालाई पक्राउ पूर्जी गरी कसुर अनुसारको मुद्दा चलाएको छ। फरार रहेका परसाईको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। सुरुमै आन्दोलन रक्षात्मक भएपछि आगामी योजना के छन् भन्ने विषयमा राजावादी समूहभित्र मत बाजिएको छ। राप्रपाले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर घटनाबारे ध्यानकर्षण गराएको छ। पक्राउ परेका आफ्ना नेताहरूलाई तत्काल छुटाउन राप्रपाले दबाब दिएको छ। चैत्र 26 गते काठमाडौँमा हुने विरोध प्रदर्शनको तयारीमा रहेको राप्रपाले पूर्व पञ्चहरूलाई समेटेर आन्दोलनको तयारी गरिरहेको छ। राप्रपाले आफूहरूसँग कुनै पनि छलफल नै नगरी परसाईलाई कमान्डर बनाएको संयुक्त जनआन्दोलन समिति घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै आएको छ। राप्रपाका नेता बुद्धिमान तामाङले मञ्चमा पूर्व राजा ज्ञानेन्द्रको भन्दा ठूलो फोटो परसाईको देखेपछि आफूहरू त्यहाँबाट हिँडेको अभिव्यक्ति दिएका थिए। चैत्र 20 गते सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले त्यस दिनको आन्दोलनलाई समर्थन गर्नु पार्टीको ठूलो गल्ती भएको स्वीकारेका थिए। उक्त अभिव्यक्तिले राजावादी आन्दोलनमा परसाई हावी भएको विषयलाई राप्रपाले नरुचाएको प्रश्न देखिन्छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहले सो दिनको आन्दोलनमा आफूहरूको समर्थन नरहेको जिकिर गरे। पार्टीका शीर्ष नेता पक्राउ परेको विषयमा आफू जवाफदेही नहुने उनले बताएका छन्। संयुक्त जनआन्दोलन समिति गठन प्रक्रियाप्रति पनि तीव्र असन्तुष्टि पोखेका छन्। अब समान विचार पार्टीलाई समेटेर राप्रपाको अगुवाईमा आन्दोलन अगाडि बढाउने साईको भनाइरहेको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाउनु भएको छ। शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईले कर्मचारीको तलबका लागि तोक लगाइदिनु भएको हो। महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार आगामी सोमबारसम्म तलब हात पर्ने गरी गुरागाईले शुक्रबार तोक लगाएको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृतले सोमबार तलब पाउने गरी तोक लगाउनु भएको छ। उक्त कर्मचारीले अनलाइन खबरलाई भनेका छन्। यसअघि गत पुस 7 गतेदेखि बिदामा बस्नुभएका गुरागाई बिहीबार मात्रै हाजिर हुनु भएको थियो। उहाँ हाजिर गर्न पुगे लगत्तै महानगरमा केही बेर तनावको स्थिति भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गत चैत्र 15 गते भएको 3 कुने घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको ध्यानकर्षण गराएको छ। राप्रपाले सरकारको तर्फबाट भएको दमन घुसपेट र झुट्टा मुद्दामा पार्टीका नेताहरू पक्राउ परेको भन्दै मानव अधिकार आयोगको ध्यानकर्षण गराएको हो। राप्रपाको प्रतिनिधि मण्डल हिजो आयोगको केन्द्रीय कार्यालय पुगी आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको हो। छलफलपछि आयोगका अधिकारीहरूले राप्रपाले उठाएको विषयमा आफूहरूको ध्यानकर्षण भएको बताएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राज संस्थाको पक्षमा नरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले 2017 सालको जस्तो सक्रिय राज संस्था बोक्नेलाई बहुलाको संज्ञा दिनुभएको छ। उहाँले भन्नुभयो, सुरक्षाकर्मीले सुरक्षाको पूर्ण रणनीति र कार्यनीति अपनाएको देखिएन। जनपथले गोली चलाएको आयो, तर एपीएफले कति गोली चलायो यसको जवाफ पनि चाहियो। हाम्रो पार्टीको महामन्त्री धवल शमशेर राई थुनेर राख्नुपर्ने त्यस्तो अपराध के हो त? मान्यलाई हतगडी लिएर लाग्नुपर्छ। रविन्द्र मिश्र भागेर जान्छ त? यस विषयमा पनि के हो? हाम्रा साथीहरूलाई थुन्ने काम भएकाले उहाँहरूलाई बिना शर्त रिहाई गर्नुपर्छ। राष्ट्रिय गान बजिरहेको बेला प्रहरले मञ्चमा टियर ग्यास हानेको भिडियो आइरहेको छ। आन्दोलनकर्मीलाई चारैतिर भाग्न नदिने गरी घेरा हालिएको छ। सुरु हिँडेको सबिन महर्जनलाई किन गोली हानियो? सत्ता पक्षले पनि संलग्नता भएको भनिएको छ। न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ उहाँले भन्नुभएको छ। यो बुद्धिमान तामाङले मात्र भनेको होइन, राजामा किन भूत देख्नुहुन्छ? फोटो खिचेर देखाउँदामै किन तर्सिनुहुन्छ? म राज संस्था हुनुपर्छ भन्ने मान्छे त्यसमा विमति छैन। मेरो छोराछोरीलाई म जिउँदो रहँदासम्म राज संस्थाको विरोध नगर, म मरेपछि जे गर भन्छु। कतिपयले 2017 साल पछिको राज संस्थाको कुरा गर्छन्, त्यस्तो होइन। हामीले राज संस्थालाई अभिभावकको रूपमा राख्ने एजेन्डा बोकेर हिँडेका हौ नि। यो 21औं शताब्दी हो। 2017 सालको जस्तो सक्रिय राज संस्था बोक्ने बहुला हो, त्यस्तो सम्भव पनि छैन। म स्पष्ट भन्न चाहन्छु, म झुट बोल्ने मान्छे होइन भन्दै उहाँले राज्य व्यवस्था समितिको बैठकमा बताउनुभयो।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत्र 15 गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयनमा चुनौती भएको बताउनु भएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरू अराजक र हिंसात्मक तरिकाले अगाडि बढेपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताउनुभयो। उहाँले प्रदर्शनकारीहरूले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्न भनेपछि सोही अनुसारको बल प्रयोग भएको दाबी गर्नुभएको छ। स्रोत साधनको अभावका बावजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अगाडि बढेको उहाँको भनाइरहेको छ। उहाँले चैत्र 15 गते नै 161 जनालाई पक्राउ गरिएकोमा 94 जनालाई जमानीमा छोडेको बताउनुभयो। अन्यमाथि राजद्रोह र उपद्रोह अपराधमा अनुसन्धान भइरहेको उल्लेख गर्नुभएको छ। प्रदर्शनकारीले 39 गाडीमा क्षति गरेको र प्रदर्शनका क्रममा 2 जनाको मृत्यु भएको उहाँले बताउनुभयो। डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दीप कुमार शाहलाई निलम्बन गरेको छ। अनुशासन समितिका संयोजक समेत रहेका शाहलाई 6 महिनाका लागि निलम्बन गरिएको हो। उनीमाथि पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप रहेको छ। शाहलाई पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुद्ध जवाफ नदिएको कारणले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ। उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ, स्पष्टीकरण सोध्ने बित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ सबै ऐन कानुनभन्दा माथि कुनै राजा महाराजा भए जस्तो आचरण देखाउनु। फेसबुक सहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष विरुद्ध लेख्न लगाउनुभयो। सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफूले नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै सेयर गर्नुभयो। पार्टी र अध्यक्ष विरुद्ध अन्तर्वार्ता दिनुका साथै कार्यकर्तालाई फोन र म्यासेज गरेर गुटबन्दी गरेको आरोप लागेको छ। विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रिन्सा रेग्मीले लोपुनुक राउटे समुदायका बालबालिकाहरूमा शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गर्नुभएको छ। पोखराको गण्डकी बोर्डिङ स्कुलका छात्रा रेग्मीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानमा शिक्षा र बालबालिका सम्बन्धी मौलिक हक भए पनि राउटे समुदायका बालबालिका उक्त अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले राउटे समुदायको बालबालिकाको शिक्षाको सुनिश्चित गर्न सम्बन्धित स्थानीय तहलाई परमादेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको समेत बताउनुभयो। साथै उहाँले संविधानमा भएका केही त्रुटि औल्याउँदै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताउनु भएको छ। उहाँले संविधानको धारा 215 को उपधारा 9 र धारा 102 मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनु पर्ने आवश्यकता रहेको पनि बताउनुभयो। नेपाल वायुसेवा निगम नेवानीको मलेसिया स्टेसन प्रमुख कन्ट्री म्यानेजरमा रमेश पौडेल नियुक्त हुनुभएको छ। उहाँले मलेसियाको राजधानी कोलालम्पुर स्थित नेवानी कार्यालयमा शुक्रबार नै कार्यभार सम्हाल्नु भएको छ। नेवानी प्रवक्ता रहनुभएका पौडेल मार्केटिङ विभागमा कार्यरत हुनुहुन्थ्यो। उहाँले यसअघि युनाइटेड अरब इमिरेट्स UAE को कन्ट्री म्यानेजर भएर पनि काम गरिसक्नु भएको छ। नेवानीले प्रवक्ताको जिम्मेवारी सुभाष डाँगीलाई दिएको छ। नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले तिनकुने प्रदर्शनमा सरकारले आवश्यक विवेक नपुर्याउँदा क्षति भएको बताउनु भएको छ। शुक्रबार सिंहदरबार स्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद राई प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरूले कमान्डर परिवर्तन गरेको भए पनि सरकारले आवश्यक तयारी नगरेको बताउनुभयो। चैत्र 14 गते निर्मल निवासमा 86 वर्षीय कमान्डर परिवर्तन गरेर अर्को कमान्डर टिकाटलो लगाउँदा सरकार के हेरेर बसेको थियो, यसमा सरकारको तयारी पुगेन उहाँले भन्नुभयो। किनभने कमान्डरका गतिविधि त हामीले विगतमा बल्कुदेखि नै धेरै हेरिसकेका छौं। सांसद राईले बैंकबाट अरबौं रुपियाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभूमिका अराजक मान्छेलाई कमान्डर तोक्दा समेत सरकार चनाखो नभएको आरोप लगाउनु भएको छ। बैंकबाट अरबौं रुपियाँ लिइसकेपछि तिर्नु पर्दैन भनेर ऋणीहरूको भावनामाथि खेलेर अराजक बनी हिँड्नेलाई कमान्डर तोकेको सार्वजनिक भइसकेको थियो नि त उहाँले भन्नुभयो। बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्य व्यवस्था विरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरूप्रति सरकार चिन्तित र गम्भीर हुन आवश्यक रहेको धारणा राखेका छन्। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको लागि चैत्र 24 गतेदेखि 30 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि साताव्यापी काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको हो। आन्दोलन कार्यक्रम अन्तर्गत 24 गते शान्ति पार्टीकामा सभा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 25 चैत्रमा चाबहिल चोकमा, 26 गते माइतीघर मण्डलामा, 27 गते गङ्गोबु चोकमा, 29 गते न्युरोड स्थित भूगोल पार्कमा, 29 गते भिरकुटी मण्डपमा र 30 गते पुनः शान्ति पार्टीकामा सभा आयोजना गरिने राष्ट्रिय जनमोर्चाले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले देशले अब संघीयता धान्न नसक्ने भन्दै संघीयता बोकिरहे मुलुकको अस्तित्व नै सङ्कटमा पर्ने जिकिर पनि गर्नुभयो।
बढ्दो वायु प्रदूषणसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ। वायु प्रदूषणका कारण मानिसहरूमा श्वास प्रश्वासको समस्या, दम र फोक्सोको संक्रमणका बिरामीहरू प्रभावित भएका छन्। चिकित्सकहरूका अनुसार वायु प्रदूषण बढ्दा अस्पतालहरूमा सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका छन्। गर्मी मौसम लागेसँगै डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका कार्यबाट निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहोर मैलाका कारण काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूको वायु प्रदूषण खतराको अवस्थामा पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच त्रिवी शिक्षण अस्पतालमा पछिल्लो हप्ता बिरामीको चाप निकै बढेको छ, जसका कारण विभिन्न स्वास्थ्य समस्या लिएर आएका बिरामीलाई अन्यत्र रिफर समेत गर्नु परेको चिकित्सकहरूको भनाइ छ। चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको 6 किलोमिटर लामो 6 लेन सडक विस्तारको काम सकिएको छ। एसियन मापदण्डको हाइवे अन्तर्गत उक्त सडक खण्डको काम सकिएसँगै भरतपुर नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ। सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रणालीले सडक विस्तारको काम गत 28 पुसमा सकिएको जनाएको छ। सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सडक विस्तारको काम विभिन्न अवरोधका बावजुद पनि सम्पन्न भएको बताउनुहुन्छ। उनले कोभिड महामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासामा गरेको ढिलाइ, खानेपानीको पाइपलाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमै काम सम्पन्न गर्न समस्या परेको थियो। निर्माण कम्पनी सगुनले 28 महिनाभित्र काम सक्ने गरी 26 असोज 2077 मा ठेक्का सम्झौता गरेको थियो। सुरुमा 1 अर्ब 12 करोड रुपियाँमा ठेक्का सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर 1 अर्ब 76 करोड रुपियाँ पुगेको थियो। पहिले 2 लेन मात्र रहेको सडकलाई विस्तार गरेर पिचमा 4 लेन र दुवै साइडतर्फ थप 1 सर्भिस लेन तयार गरिएको छ। सडक विस्तारसँगै दुवैतर्फ 600 सडक बत्ती जडानको काम पनि सकिएको छ। रातको समयमा बत्ती बाल्दा सडक झिलिमिली देखिन्छ। भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओह्रालो काटेर त्यसको स्लोप घटाइएको छ। भरतपुर ओह्रालोको उचाइ 60 सेन्टिमिटरदेखि 1.2 मिटरको घटाइएको छ, जसले गर्दा दुर्घटनाको जोखिम समेत कम भएको निर्माण कम्पनीले दाबी गरेको छ। एसियन मापदण्ड अनुसार विशेष गरी शहरी क्षेत्रमा बीच सडकको 50 मिटर बाहेक दायाँ बायाँ 2 लेनको सर्भिस सडक बन्छ। बीचको 4 लेन द्रुत मार्गको हुनेछ। बीचको सडक द्रुत मार्ग भएका कारण शहरी क्षेत्रमा दायाँ बायाँ 2 लेन सर्भिस रोड निर्माण हुन्छ। एडीबी आयोजना निर्देशनालयका अनुसार यस बाहेक फुटपाथ र ड्रेन समेत बन्नेछन्। 6 लेनमा विस्तार भएको भरतपुरको आकर्षण सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चैत्र 25 मा चितवन जाने कार्यक्रम रहेको छ। 17 माघ 2077 मा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले सडक विस्तारको शिलान्यास गर्नुभएको थियो। सो दिन उहाँले शिलान्यास गरेको सिटी हल भने अझै तयार भएको छैन। प्रधानमन्त्री ओली आउने भएपछि जिल्लामा सुरक्षा तयारी थालिएको छ। शिलान्यास गरेको 2 वर्षभित्र सडक विस्तार सक्ने भनिए पनि 4 वर्षपछि मात्रै सडकको काम सम्पन्न भएको हो। खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ। रौतहटको बिन्द्रावन नगरपालिका एक बलेरी खोरमा महिलाको विद्युतीय धरापमा पर्दा ज्यान गएको हो। स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागि नाङ्गो तार तानेर करेन्ट प्रवाह गरी छोडिएको अवस्थामा सोही खेतको बाटो हुँदै आउने क्रममा 45 वर्षीय फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको हो। बँदेल मार्न थापेको धरापमा महिला मृत अवस्थामा भेटिएपछि सुशील विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट 4 किलोमिटर उत्तरतर्फको रामलाल साझेदरी वनमा खाल्टो खनेर लास गाडेका थिए। जंगल छेउमा बनाएको गोठबाट फर्कँदै गरेकी फुलमतिया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवैजनाले जंगलमा गाडेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलीप घिमिरेले चैत्र 14 गते हराएकी महिलाको शव 29 गते गाडिएको अवस्थामा फेला परेको बताउनु भएको छ। प्रहरीले महिलाको खोज तलास गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तार फेला परेपछि दुवैलाई पक्राउ गरेको उपरीक्षक घिमिरेले बताउनुभयो। पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यानतर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा 12 जना घाइते भएका छन्। शुक्रबार दिउँसो माडी नगरपालिका 1 बनकट्टातर्फ जाँदै गरेको नाचख 9366 नम्बरको बस आफै अनियन्त्रित भएर ठक्कर खाँदा 12 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइतेको माडी स्थित बगौडा अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बस चालक फरार रहेको र उनको खोजी भइरहेको जनाएको छ।
काभ्रेको 23% खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको 8 महिनाको अवधिमा नमुनाका 88 स्थानबाट सङ्कलित खानेपानी परीक्षण गर्दा 23% खानेपानी दूषित भएको पुष्टि भएको हो। जिल्लाका 13 स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजना 88 स्थानको पानी परीक्षण गर्दा 20 स्थानको दूषित भएको पुष्टि भएको कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्थानीय तहका विभिन्न उपभोक्ता समिति, खानेपानी संस्थान तथा अन्य स्रोतको पानी परीक्षण गरिएको हो। कार्यालयले नियमित खानेपानी परीक्षण गरिरहेको बताउँदै श्रेष्ठले प्रदूषित पानीमा दिशाजन्य कीटाणु कोलिफर्म इकोली भेटिएको जानकारी दिनुभएको छ। जिल्लाका स्थानीय तहमा गरिएका अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ। कतिपय स्थानमा निजी रूपमा वितरण खानेपानीमा कीटाणु भेटिएको श्रेष्ठले बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ। बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड 2081 ल्याउँदै राष्ट्र बैंकले सहकारी संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको 5% मात्र ऋण लिन सक्ने गरी व्यवस्था गरेको छ। यसरी ऋण लिँदा पुँजी कोषको 100% भन्दा बढी ऋण लिन नपाइने समेत प्रावधानमा समेटिएको छ। नयाँ मापदण्डमा संस्थाले प्रति सदस्य बचत गर्न सक्ने सङ्कलनको समेत सीमा तोकेको छ, जस अनुसार 1 जिल्ला कार्यक्षेत्र भएकोमा 10 लाख, 1 भन्दा बढी जिल्ला भएकोमा 25 लाख र 1 प्रदेशभन्दा बढी कार्यक्षेत्र भएकोमा 50 लाखको सीमा तोकिएको छ। गत 14 पुसअघि कायम भएको बचतको हकमा भने उक्त मितिबाट 2 वर्षभित्र सीमा कायम गरिसक्नुपर्ने भएको छ। सदस्यले 10 लाख भन्दा बढी बचत रकम जम्मा पार्दा अनिवार्य स्रोत खुलाउनु पर्ने भएको छ। नयाँ प्रावधान अनुसार सहकारी संस्थामा सदस्यता लिएको 3 महिना नपुगेसम्म सदस्यलाई ऋण लगानी गर्न पाइने छैन। संस्थाको प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम 15% भन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने प्रावधान पनि ल्याइएको छ। संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको 5 गुणा वा बढीमा 5 लाख मध्ये जुन कम हुन्छ सोही बराबर मात्र बिना धितो ऋण प्रवाह गर्न सक्ने प्रावधान राखिएको छ। चिनिया सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको 34% भन्सार करको जवाफमा समान 34% नै भन्सार कर लगाउने घोषणा गरेको छ। न्युयोर्क टाइमका अनुसार चीनको अर्थ मन्त्रालयले शुक्रबार उक्त निर्णय सार्वजनिक गरेको हो। यो सँगै चीनले 11 अमेरिकी कम्पनीलाई अविश्वसनीय संस्थाको सूचीमा राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनिया कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाउनेछ। चीनले दुर्लभ खनिज निर्यातमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त खनिजहरू इलेक्ट्रिक कारदेखि स्मार्ट बमसम्म विभिन्न प्रविधिमा प्रयोग हुने गर्छन् र तिनीहरूको उत्पादन लगभग पूर्ण रूपमा चीनमै सीमित छ। चिनिया भन्सार निकायले केही अमेरिकी कृषि उत्पादकहरूबाट कुखुरा आयात पनि रोक्ने निर्णय गरेको छ। यी घोषणाहरू चीनका 3 छुट्टा-छुट्टै सरकारी निकायहरूले केही मिनेटको अन्तरमै जारी गरेका थिए। यसले गर्दा ट्रम्पले सुरु गरेको व्यापार युद्धमा चीन कुनै पनि हालतमा पछाडि हट्न तयार छैन भन्ने सङ्केत पनि देखिएको छ। त्यस्तै क्यानाडाले बिहिबार अमेरिकी गाडीहरूमा 25% भन्सार कर लगाउने घोषणा गरेको हो। यो सँगै फ्रान्सले अमेरिकामा सबै लगानी रोक्ने निर्णय गरेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले ट्रम्पलाई युरोपेली युनियनमाथिको 20% भन्सार कर हटाउन दबाब दिएका छन्। अमेरिकामा अध्ययन गरिरहेका सयौं विद्यार्थीहरूले अचानक आफ्नो भिजा रद्द भएको इमेल प्राप्त गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो। रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ। साथै आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा इजरायल विरोधी पोस्ट लाइक, शेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ। इमेलमा विद्यार्थीहरूलाई F1 भिजा रद्द भइसकेको छ र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइसकिएको छ। आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी समेत इमेलमा दिइएको छ। विद्यार्थीहरूको गतिविधि ट्र्याक गर्न अमेरिकी सरकारले क्याच एन्ड रिभोक नामक AI प्रविधिको प्रयोग गरिरहेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोका अनुसार मार्च 26 सम्म 300 भन्दा बढी हमास समर्थक विद्यार्थीहरूको भिजा रद्द भइसकेको छ, जसमा भारतीय विद्यार्थीहरू समेत परेका छन्। हार्वर्ड, कोलम्बिया, एन क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस्तो इमेल प्राप्त गरेका छन्। भिजा इमिग्रेसन एन्ड नेसनालिटी एक्टको धारा 221I अन्तर्गत रद्द गरिएको जानकारी इमेलमा उल्लेख गरिएको छ। विद्यार्थीहरूलाई तुरुन्तै अमेरिका छोड्न अन्यथा हिरासतमा लिने चेतावनी दिएको छ। साथै यदि अमेरिका छोड्दा दूतावासमा आफ्नो पासपोर्ट नबुझाए उनीहरूलाई यात्रा प्रतिबन्धको सामना गर्नुपर्ने पनि इमेलमा उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले राष्ट्रिय सङ्कट निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बताएका छन्। संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन्, तर राष्ट्रपति ट्रम्पले आयातमा 24% को भारी कर लगाउने घोषणा गरेका छन्। बिहिबार विश्वव्यापी रूपमा लागू गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्नेछ। इशिबाले संसदमा भने यो कदमले जापानलाई आर्थिक रूपमा राष्ट्रिय सङ्कट निम्त्याउन सक्ने हुँदा सरकारले सबै पक्षसँग मिलेर यसको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेको छ। उनले ट्रम्प प्रशासनसँग वार्ताका लागि शान्त नेतृत्वदायी दृष्टिकोणको लागि आह्वान गरेका छन्। अमेरिकाले यसै हप्ता लागू भएको जापानी कार आयात 25% कर पनि लगाएको छ। बैंक अफ जापानका गभर्नर काजुओ उएदाले भने करले विश्व र राष्ट्रिय अर्थतन्त्रमा गिरावटको दबाव निम्त्याउन सक्छ। सरकारका प्रवक्ता योशिमासा हायासीले आफ्ना मन्त्रीहरूलाई करको नजिकबाट अध्ययन गर्न र घरेलु उद्योगका लागि वित्तीय सहयोग र रोजगारीको सुरक्षासहित आवश्यक सबै कदम चाल्न निर्देशन दिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका शेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् 2020 पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो। बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने सङ्केत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ। विशेषगरी एसिया प्रशान्त क्षेत्रका शेयर बजारहरूमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। अमेरिकी S&P 500 बजार सूचकाङ्कका लागि यो सन् 2020 पछि सबैभन्दा खराब दिन रह्यो। क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा लागु औषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। किर्तन अप्रिल 2 को बिहान बार्बाडोसको ग्रान्टी एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनी लागु औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्। रिपोर्ट अनुसार यो अनुसन्धान करिब 9 किलोग्राम 20 पाउन्ड गाँजा भेटिएको विषयसँग सम्बन्धित छ। बार्बाडोसमा लागु औषध सम्बन्धी कानुन 2015 मा परिमार्जन गरिए पनि गाँजाको पूर्ण रूपमा कानुनी मान्यता छैन। 2 आउन्स 57 ग्राम सम्मको गाँजा साथमा राख्नु अपराध मानिँदैन, तर सार्वजनिक स्थानमा बोकेमा जरिमाना लाग्न सक्छ। यद्यपि यो नियम चिकित्सकीय प्रयोजनका लागि भने मान्य हुँदैन। किर्तनले गत जुलाईदेखि क्यानाडा क्रिकेट टिमको कप्तानी गरिरहेका छन्। उनले नोभेम्बरमा नेपालमा भएको नेपाल प्रिमियर लिग NPL क्रिकेट पनि खेलिसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त भन्सार महसुल लगाएका देश र क्षेत्रहरूको सूची सार्वजनिक गरेका थिए। यो सूचीमा सुदूर अन्टार्कटिकामा रहेको 2 साना टापुहरू पनि सम्मिलित छन्। अस्ट्रेलियाबाट दक्षिण पश्चिममा 4000 किलोमिटर पर रहेको हर्ड एन्ड म्याकडोनल्ड्स टापु मुख्यतः पेन्गुइन र सीलको वासस्थान हो। त्यहाँ पुग्न पर्थबाट डुङ्गामा 7 दिनको यात्रा पार गर्नुपर्छ। झन्डै 1 दशकमा त्यहाँ एकजना मान्छे पनि गएका छैनन्। यी 2 टापुमा त्रुटिवश ट्रम्प ट्यारिफ लागेको हुन सक्ने अस्ट्रेलियाका व्यापार मन्त्री डन फार्लेनले अस्ट्रेलियन ब्रोडकास्ट कर्पोरेसन ABC लाई भनेका छन्। बिचरा बुढा पेन्गुइनहरू, उनीहरूले ट्रम्पलाई के गरे मलाई थाहा छैन, तर आफैसँग इमान्दार भएर भन्नुपर्दा यो सब हतारमा महसुल लगाउने निर्णय गरिएको रहेछ भन्ने सङ्केत हुन जान्छ जस्तो लाग्छ, फर्लेनले भने। बुधबार ट्रम्पले अमेरिकी उत्पादनमाथि अतिरिक्त भन्सार महसुल लगाउने देशमाथि प्रतिक्रियात्मक अतिरिक्त भन्सार महसुलको घोषणा गरेका थिए। हङ्गेरीले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने घोषणा गरेको छ। हङ्गेरी सरकारले एक विज्ञप्ति जारी गर्दै बिहिबारदेखि अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCबाट बाहिरिने प्रक्रिया सुरु गर्ने बताएको हो। सदस्यता छोड्ने सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय कानुन र संवैधानिक ढाँचा अनुसार हुने बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु चाँडै हङ्गेरीको राजधानी बुडापेस्टको भ्रमणमा जाँदै गर्दा हङ्गेरीको यो घोषणा आएको हो। अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा नरसंहार गरेको आरोपमा नेतन्याहु विरुद्ध वारेन्ट जारी गरेको थियो। दक्षिणपन्थी भिक्टर ओर्बनको नेतृत्वमा रहेको हङ्गेरी सरकार गत वर्ष नोभेम्बरमा नेतन्याहुलाई हङ्गेरी भ्रमण गर्न आमन्त्रण गरेका थिए। अदालतले नेतन्याहु विरुद्ध वारेन्ट जारी गरेपछि मात्र यो निर्णय लिएको थियो। भिक्टर ओर्बनलाई नेतन्याहुको नजिकको मान्छे र उनले नेतन्याहु विरुद्ध जारी गरेको पक्राउ वारेन्टलाई निर्जल र निन्दनीय भएको बताइएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य भएको नाताले नियमअनुसार नेतन्याहु विरुद्ध जारी गरिएको वारेन्टका कारण हङ्गेरी आइपुग्दा नेतन्याहुलाई हिरासतमा लिनुपर्ने थियो। त्यस्तोमा हङ्गेरीले सदस्यता नै त्याग्ने घोषणा गरेको हो। महाअभियोगको अभियोजन लागेका दक्षिण कोरियाली राष्ट्रपति युन सोक योलाई त्यहाँको संवैधानिक अदालतले पदबाट बर्खास्त गरेको छ। गएको डिसेम्बरको सुरुमा मार्शल ल लगाएर देशलाई राजनैतिक सङ्कटमा धकेलेका युनलाई शुक्रबार सोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति पदबाट हटाउने पक्षमा सर्वसहमतिले निर्णय गरेको थियो। मार्शल ल लगाएपछि डिसेम्बरमा युनमाथि महाअभियोग प्रस्ताव पेश गरियो। केही असफलतापछि अन्ततः राष्ट्रिय सभाले उनीमाथि महाअभियोग प्रस्ताव पारित गर्यो। सो फैसलालाई शुक्रबार अदालतले यथावत राखेको छ। यो
सँगै उनी राष्ट्रपति पदबाट बहिष्कृत भएका छन्। यो फैसलापछि उनका समर्थकहरू निराश बनेका छन् भने जनतामा खुसीको माहौल देखिएको छ। यस निर्णयको विरोध गर्ने केही समर्थकहरूलाई प्रहरले समातेको छ। उनको मार्शल लको विरोध गर्नेहरू भने सडकमा खुसीले नाचिरहेका छन्। अदालतको यो फैसलासँगै अब राष्ट्रपति निवास खाली गर्नुपर्नेछ। तर अहिलेसम्म उनी राष्ट्रपतिको सरकारी भवनबाट बाहिरिने कुनै सङ्केत नदेखिएको बीबीसीले उल्लेख गरेको छ। र स्वास्थ्य जानकारीमा सर्पको टोकाइबाट बच्ने 10 उपाय टोकिहाले के गर्ने। तराई तथा पहाडी भूभागमा गर्मी तथा वर्षायाममा सर्पको बिगबिगी हुन्छ। पहिले पहाडी क्षेत्रमा भन्दा तराई मधेसमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेको पाइन्थ्यो। पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पनि गर्मी बढ्दो छ। साथै सडक बनेपछि गाडी तथा अन्य माध्यमहरूबाट पनि विषालु सर्पहरू पहाडी क्षेत्रमा पुगिरहेका छन्। विषालु सर्पले टोकेपछि समयमै उपचार नपाएर धेरैले अकालमा ज्यान समेत गुमाउनु परेको छ। सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउनु र जोखिम कम गर्नु महत्त्वपूर्ण हुन्छ। सर्पदंशबाट बच्ने 10 उपाय के हुन् त? सर्पको वासस्थानमा सावधानी अपनाउने। सर्पहरू प्राय झाडी घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले यो बेला बढी सतर्कता अपनाउनु पर्छ। उचित पोसाक लगाउने। जङ्गल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बोट, मोटो मोजा र लामो चप्पल लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतल्ला वा ढोका बाहिर आँगन बलेसीमा राखिएका जुत्ता वा बोटभित्र सर्प लुकेर बसेको हुनसक्छ। त्यसैले जुत्ता, बोट निकालेर लगाउनु अगाडि ध्यान पुर्याउनु पर्छ। नम्बर 3, हातखुट्टा जोगाउने। झाडी वा अँध्यारो ठाउँमा हातखुट्टा राख्नु अघि राम्रोसँग जाँच गर्ने। ढुङ्गा वा काठ उल्ट्याउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको पनि हुनसक्छ। रातको समयमा सावधानी अपनाउने। केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने। नम्बर 5, घर वरपर सफा राख्ने। घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने। जमिनका प्वालहरू भए पुर्ने। सर्पको आश्रय हुने ठाउँहरू हटाउने। घरको झ्यालढोकामा जाली राख्ने। नम्बर 6, सर्पलाई नछुने वा नजिस्क्याउने। सर्प देखेमा टाढैबाट बाटो फेर्ने। सर्पलाई जिस्क्याउने, मार्ने वा समात्ने प्रयास नगर्ने। सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ। त्यस्तो अवस्थामा नचलाउने। नम्बर 7, सुत्ने ठाउँको व्यवस्थापन गर्ने। गाउँघरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने। सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्रै सुत्ने। सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने गर्नुपर्छ। नम्बर 8, सर्पको पहिचान र जानकारी राख्ने। आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने। विषालु र अविषालु सर्पहरूको भिन्नताबारे आधारभूत ज्ञान राखिरहनुपर्छ। नम्बर 9, खेतबारीमा काम गर्दा सावधानी अपनाउने। खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने। खेतबारीको झाडीमा सर्प लुकेको पनि हुनसक्छ। पोखरी, तलाउ, खोला, नदीनाला विषालु सर्प पनि हुनसक्छ। यस्तो अवस्थामा पौडी खेल्दा, खोला तर्दा, त्यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने। प्राथमिक उपचारको ज्ञान र तयारी। प्राथमिक जानकारी राख्नुपर्छ। नजिकैको स्वास्थ्य चौकी वा अस्पतालको सम्पर्क नम्बर राख्ने। जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनस विषालु सर्पको विष विरुद्ध औषधि उपलब्ध हुने ठाउँको जानकारी राख्ने। यदि सर्पले टोकिहालेमा शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ। तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने। सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, चुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने। झारफुक गर्नतिर समय खेर फाल्नु हुँदैन। यी सावधानीहरू अपनाएर सर्पको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्तमा आइपुगेका छौँ। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईँको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनुहोला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।